यहाँ संसारमा मानिसहरू भन्ने गर्छन् कि म तिमीसँग प्रेम गर्छु, तर वास्तवमा उनीहरूले गलत बोलिरहेका छन्। किनभने यहाँ प्रेम छँदै छैन, केवल छ त प्यार छ। प्यार र प्रेममा धेरै फरक छ। यो संसारमा प्रेम हुनै सक्दैन, यहाँ त प्यार हुन सक्छ। कोही कसैको रूपसँग प्यार गर्छन्। आहा तिमी कति राम्री, आहा तिमी कति राम्रो। त्यो राम्री राम्रो कति दिनसम्म, कति जेलसम्म टिक्छ। एक दिन त त्यो अनुहार पनि चाउरी पर्छ। त्यो चाउरी परेको अनुहारलाई कसले गर्छ प्यार यहाँ। कोही कसैको धन देखेर प्यार गर्छन्। त्यो धन कति जेलसम्म दिन सकिन्छ, कति जेलसम्म टिक्छ त्यो धन पनि। त्यो धनले पनि साथ दिँदैन, त्यो रूपले पनि साथ दिँदैन, अनि सबै कुरा खत्तम भएर जान्छ। तर प्रेम यो संसारमा छँदै छैन। यदि गर्न सकिन्छ भने भगवानसँग प्रेम गर्न सकिन्छ। प्रेममा वासना हुँदैन, प्रेममा आकर्षण हुँदैन, प्रेममा स्वार्थ हुँदैन, प्रेममा लेनदेन हुँदैन, प्रेममा व्यापार हुँदैन। त्यो त आत्मा आत्माको मिलन हो, विशुद्ध मिलन हो। जब प्रेम हुन्छ वासना समाप्त भएर जान्छ। केवल गर्न सकिन्छ भने यो मनलाई बुझ्ने, यो आत्मालाई बुझ्ने, यो दिललाई बुझ्न सक्ने त केवल भगवान हुनुहुन्छ। भगवानले मात्रै यो दिललाई बुझ्न सक्नुहुन्छ, आफ्नो भावनालाई बुझ्न सक्नुहुन्छ, आफ्नो फिलिङलाई बुझ्न सक्नुहुन्छ। मानिसले के यो भित्र रहेको दिललाई बुझ्न सक्छ? कदापि सक्दैन। त्यसैले यस्तो भ्रममा नपर्नु होला। यो संसारमा प्रेम छ, उसले मलाई प्रेम दिन्छ, दिँदैन। यहाँ कसैले कसैलाई प्रेम दिनेवाला नै छैन, दिनै सक्दैन। कहाँबाट दिन्छ? राधे राधे।